So, nice to meet you to everyone. So, आजको टपिक चाहिँ मेरो हाउ आई मेड माई फर्स्ट प्रोडक्ट मेरो फर्स्ट प्रोडक्टमा चाहिँ दिस बुक दिस इज द बुक द्याट आई मेड एन्ड यो बुक चाहिँ मैले बनाएको चाहिँ एकदम लामो कहानी छ क्या फर्स्टमा यो बनाउनु धेरै पैसा वेस्ट भयो आई मिन पैसा लाग्यो अनि त्योसँगै इट वाज फन एन्ड इट वाज नट फन मैले यो बुक बनाउन चाहिँ टोटल पैसा भनेको चाहिँ 1200 हो कति लागेको थियो होइन तर यो सब ह्यान्डमेड आफूले बनायो यी मिलाउने भयो बुक बाइन्डिङ भन्ने मेथड पनि ट्राई गरे हो त्यो मेथडदेखि बुक बनिन्छ अनि त्योसँगै यसको पार्ट पुर्जा खोज्न पनि धेरै टाइम लाग्यो यताउता गएर यताउता फर्स्ट अफ अल त मैले यसको होइन डायरी हुन्छ नि जो बुक यो हुन्छ नि यो चाहिँ मैले रिगल डिक्सनरीबाट ल्याएको भनेपछि मैले त्यो कपी चाहिँ बनाउन सकेन भन्दा नि एउटा बनाएको थिएँ त्यो राम्रो आएन अनि त्यसपछि मैले दुईटा किनिदिएँ एन्ड यहाँ अनि त्यसपछि यसको पार्ट पुर्जा खोज्न गयो कभर भयो हरेक कुराहरू खोज्न गयो के थियो कभर अनि कार्डबोर्ड भयो होइन अनि प्रिन्ट गर्नेवाला सिट भयो अनि यो बुक बनाउनु चाहिँ धेरै टाइम लाग्यो क्या खास गरी मेरो मेन गोल भएको चाहिँ मार्केटिङ एजेन्सी खोल्ने थियो बट मार्केटिङ एजेन्सीलाई मैले प्रोडक्सन हाउस यो फर्स्ट प्रोडक्ट बनाएको होइन अनि अब मार्केटिङ गर्नुको सट्टा म केही गरेन क्या सो यो बनाएर एउटा कुरा चाहिँ थाहा पायो होइन एमबिपी बनाउनुभन्दा अगाडि नै एमबिपी के भन्छन् यार त्यसलाई फर्स्ट जो प्रोडक्ट बनाउने नि त्यो चाहिँ फर्स्टमा एउटा मात्र स्याम्पल ट्राई गर्नुपर्छ क्या मैले स्टार्टिङमा 3टा स्याम्पल खालि त्यो कारणले धेरै पैसा वेस्ट भयो क्या मेरो भनेपछि स्याम्पल बनाउनुभन्दा अगाडि ए प्रोडक्टको स्याम्पलमा एउटा अन्त ट्राई गर्नुपर्ने क्या अनि यो बनाउनु चाहिँ मलाई लाग्यो मेबी 2 हप्ता जति लाग्यो क्या नट बिकज म अहिले सुरु गरेँ इट इज बिकज ठाउँमा मिलेन क्या जुन ठाउँमा मैले के भन्छन् यार सामान मिलेन मैले चाहिँ यसको कि त्यसपछि किचेन बनाउने भनेको थिएँ होइन त्यो किचेन चाहिँ बनाउनको लागि जुन रेजिन त मैले पछि अर्डर गरेँ हो त्योभन्दा अगाडि पनि एउटा तरिका थियो क्या 2टा प्लास्टिकलाई टक्क बिचमा इमेज राखेर चप्काउनेवाला थियो तर त्यो चाहिँ मिल्दै मिलेन क्या धनगढी भन्दा यस्तो ठाउँमा क्या यस्ता कुराहरू बनाउन मिलेन फर्स्टमा त मैले रिसर्च नगरी यहाँ के मिल्छ कि मिल्दैन कुन ठाउँ हुन्छ के हुन्छ जस्ट गर्ने भनेर गरिदिएको सो गर्ने मन चाहिँ थोडा बहुत चाहिँ रिसर्च गर्नुपर्छ है थोडा बहुत भयो भने and then doing the thing.
जे भयो नि यो बुक चाहिँ राम्रै त छ। अब यो फ्रन्ट क्यामेरा भएको कारणले अपोजिट देखियो होला होइन। मैले यो हार्ड बनाएको क्या के भन्ने। Okay, so that's it for today. Bye bye.